कि जाडो भएर टार्गेट चाहिँ त्यो भित्र जाने मेन यसमा जाने भनेको त्यहाँ नै बन्द भएर त्यसले गर्दाखेरि सन यता हेर जानै पाइएन। अहिले यो जङ्गलको समय नयाँ समिति बनिरहेको त्यसले गर्दा पानी है अब हामी पानीमा जान्छ है हात्तीले हामीलाई पानीबाट कराउँछ है हेर है गइहरू यस्तै यतिकोमा त आउँदैन होला नि होइन हात्ती हिँड्नेमा ठाउँ हुँदैन तलतिर त निक्लेर बसे त हुन्छ ए यता त आउँदैन यो चाहिँ यति बिचमा आउँदैन यता माथि चाहिँ निस्किन्छ ए माथि निस्किन्छ यो खोलैभरि गइसक्यो ए माथि अनि बस्तीमा नि निस्किन्छ बस्तीतिर पनि बस्छ तपाईँको उता चित्रसेल पुलमा पनि बस्छ हाम्रो हात्तीको नाम के हो सोनाकली हो सोनाकली हजुर यो त गल हो हजुर सबै गलै यहाँ सफारीमा सबै गलै छ ए हो र हजुर मेल राइडिङ हुँदैन त्यो अलि बढी एग्रेसिभ हुन्छ ए सोनाकली हजुर माछा नाम दिँदैन यहाँ दिँदैन पनि मजाको माछा खुसी देख्यो राहुल खुसी देख्यो है अनि यो जस्तो पालेको देखेको नि हात्तीहरू चाहिँ ठुल्ठुलो क्या त्यो घरमा नै घरबाटै हो त्यहीँबाट आएको यसलाई कसरी युज गर्छ त भन्नाले बच्चामै यसलाई पालेको बच्चामै पाल्यो किन्ने नै हो मान्छे हजुर अहिले त किन्दै भएको बच्चा त छ त्यति हो अब यो जति छ त्यति हो नेपालमा चाहिँ यता गर्नु पर्यो इन्डियामा ल्याउनु पर्ने कहिले त इन्डियाबाट ल्याउनु पर्ने सबै इन्डियन हात्ती सबै इन्डियन हात्ती हो किन्न पाइन्छ कि पाइँदैन र पाइन्छ कति पर्छ रफली एउटा हात्तीको पर्छ महँगो पर्छ त 1 करोडभन्दा महँगो पर्छ यत्रो पर्छ है 80 लाख 1 करोड भन्छ हेरी बच्चालाई झन् महँगो भन्छ यस्तो ओपन बसिरहेको देख्दा त मजा आउँछ नि सानलाई देखाउनु यो भाले हो भाले वाउ भाले नै नाच्ने हो कस्तो राम्रो देख्यो सानो हेर पिकक पिकक है हेर पिकक हेर न पिकक तल तिमीले पिकक देखेको छैन यति राम्रो चरी तिमीले फर्स्ट टाइम देखेको है एउटा कराएपछि यो नि सबै कराउने होला हजुर यिनीहरू त हात्तीसँग चाहिँ खासै डरान्न होला कि यिनीहरू उस भइसक्यो आवाज गऱ्यो भने त केही गर्दैन भाग्दैन आवाज आयो भने त भाग्छ डियर हेर न सानो यिनीहरूको यस्तो त्यो भयो भने त्यो घरमा नि त्यो उस राख्यो नि राम्रो भन्छ नि हामीले त फर्स्टमै भेट्यौँ ल आज हामीले के देख्छौँ त्यो जूभित्र भयो हामी यो बसेको ठाउँमा मान्छे 4 जना नि अटेर ल्याउनुहुन्छ 4 जना एक सिटहरु ठिक मोटो मोटो त अनि गर्दैन होला है मोटो मोटो त 3 जना आउँछ मोटो भयो ओ वाउ भाग्यो यिनीहरू त धुन बस्दैन प्राय एउटा दुईटा बस्छ के अरे
त्यो खाएपछि पानी खाऊ है। ओ वाह उतासम्म छ भित्रभित्र हेर्नु त। सबै छ थुप्रो पाउँदो रहेछ है। हजुर यहाँ त झुन्डै बस्नु यो भित्रभित्र नि कति धेरै हो त नि यो त। के होला सानो बाजारहरू हुन्छ जाउँ तातो बाँदरले के गर्नु उल्टो भाषा जस्तै उठ्या झन् हेर न हाम्रो घरमा पालेको जस्तो कोको हेर न सानो। जङ्गली कुखुरा हो हेर न देख्यौ। त्यो भाले हो पोतेको जस्तो त्यो हात्तीको बेबीहरू छ भन्छ नि भाइ, त्यो चाहिँ कति बजीसम्म? ठुलो रहेछ जङ्गल यता गेटमा चढ्यो भने त दुईवटा जङ्गल हुनुहुन्छ। यो हर्नबिल बर्ड हो। भाइ भिडियो भन्दा भाइको देख्यो त त्यो भिडियोबाट आयो। मङ्कीको बेबी पनि होइन नि है। हेर न हेर न हेर न झरेको अझ। मैले त्यसलाई सोध्छु अहिले। यता आयो भने सोध्नु है। मैले छ क्या हो। हजुर मयूर पो रहेछ। मङ्कीले बाहिर गयो। बाई बाबा मङ्की भन न। उसके अस्ति न आमाहरू आएको थिए। दार्जिलिङमा त घर थियो। आज घाम पनि अलिक कमै लाग्छ क्या। यतातिर भनेर उतातिर गएर राइन है बाबु। यो बाबु बच्चा हो। एउटा बाबु छोरा यो मामु। देख ल उही आज किन उहाँ रिसा बानेर राख्यो भनेर। अर्की भएन अब